12 GB ऱ्याम 256 GB रोम भएको मोटोरोलाको डिभाइस है। तपाईहरुलाई मात्र यो साथीहरु तपाईहरुलाई आयो 16,000 मा है ल। 16,000 मा 12 256 भएको यहाँ थोरै लेयर चाहिँ क्र्याक छ है। यो 12 256 भएको 16,000 मा आयो। त्यसैगरी यो तपाईहरुलाई भनेको Vivo को T4X 5G 8GB ऱ्याम 256GB रोम भएको तपाईहरुलाई 99 सेट है। यो चाहिँ 14,500 मा 14,000 मै आयो ल। अनि त्यसैगरी तपाईहरुलाई अर्को मेरो साथीहरुको लागि भनेर Vivo क्रप डिस्प्ले भएको नन ओपन नन रिपेयर नथिङ चेन्ज यो आयो तपाईहरुलाई मात्र साथीहरु है 8/128 को 21,000 मा है। अनि यो हजुरहरुलाई आयो Vivo ब्याक ओन्ली ब्याक प्यानल चेन्ज यो फोन आयो तपाईहरुलाई मात्र 20,000 मा आयो है ल। चाहियो भने सम्पर्क गर्नु होला है। अनि यो आइफोन 8 64GB को हजुरहरुलाई डिस्प्ले ब्याट्री चेन्ज गरेको यो आयो 8,000 मा। यो 6S अल पार्ट जेन्युन ओरिजिनल भएको तपाईहरुलाई अल पार्ट जेन्युन ओरिजिनल भएको साथीहरुको लागि भनेर मात्र आयो 32GB को 7,000 मा। आइफोन 7 डिस्प्ले चेन्ज गरेको 32GB को यो चाहिँ अर्को हालेर दिन्छौँ। 32GB को तपाईहरुलाई 7,128GB हो भने 8,000 पर्छ है। अनि यो आइफोन 8 अल जेन्युन भएको चाहिँ 11,000 मा आयो 64GB को केही नफेरेको है साथीहरु ल। अनि एक्सेस म्याक्स 256GB को फेस आइडी चल्दैन ब्याक प्यानल चेन्ज हो डिस्प्ले ब्याट्री चेन्ज हो अल गुड कन्डिसनमा छ 256GB को तपाईहरुलाई यो 256GB को चाहिँ साथीहरु 20,000 मा आयो है। यो चाहिँ क्यामेरा मधुरो किन आको भन्दाखेरि यसले गर्दा अलिक मधुरो आको। अनि यो 8 प्लस तपाईहरुलाई 8 प्लस मात्र मेरो साथीहरुलाई 8 प्लस आयो 12,000 मा 64GB को है। ब्याक प्यानल ब्याट्री डिस्प्ले चेन्ज गरिएको चाहिएमा सम्पर्क गर्नु होला साथीहरु ल। अनि यो आइफोन 8 यो तपाईहरुलाई यो आइफोन 8 प्लस आयो मेरो साथीहरुलाई 8,000 मा आयो है। अनि अरु कुनै चाहियो भने अर्डर गर्न सक्नुहुन्छ गाइसहरु ल। यो त मेरो आफ्नै चलाउँदै छु।